नमस्कार साथीहरू, सदाको दिन झै आज पनि पुनः उपस्थित भइसकेका छौँ नयाँ विषयवस्तुको साथमा। आज भने नेपालको भूगोल भन्ने शीर्षकमा भिडियो बनाएका छौँ। पक्कै पनि यस भिडियोले पनि तपाईँको तयारीमा केही हदसम्म सहयोग गर्नेछ भन्ने पूर्ण अपेक्षाका साथ भिडियो निर्माण गरेका छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला ताकि हामीले सिकाउन खोजेका र तपाईँले सिक्न खोजेका कुराहरू सहजै रूपमा सिक्न सक्नुहोस्। यदि च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई सब्स्क्राइब गरी नजिकै आएको बेल आइकनलाई पनि क्लिक गर्नुहोला ताकि हामीले निरन्तर रूपमा अपलोड गर्ने भिडियो सबैभन्दा पहिले तपाईँ कहाँ पुग्न सकोस् र तपाईँको तयारीमा केही हदसम्म इता थप्न सकोस्। र हामी टिकटकमा पनि जोडिएका छौँ। टिकटकतिर हेरिराख्नु भएको साथीहरू युट्युबतिर पनि आउनुहोला फुल भिडियो हेर्नको लागि। त्यसै गरी युट्युबतिर हेरिराख्नु भएको साथीहरूले टिकटकमा पनि गएर हेर्न सक्नुहुनेछ भन्दै लागु आजको विषयवस्तुतर्फ अथवा आजको टपिकहरूको बारेमा सरसर्ती प्रश्न उत्तरहरू हेरौँ। नेपाल पृथ्वीको कुन गोलार्धमा पर्दछ? सही उत्तर हो उत्तरी गोलार्ध। नेपालको क्षेत्रफल कति माइल रहेको छ भन्दाखेरि 56,827 माइल रहेको छ। कालापानी, लिपुलेख र लिम्पियाधुरा सहितको नयाँ नक्सा मन्त्री परिषदबाट कहिले पारित भएको हो? के भन्यो? कालापानी, लिपुलेख र लिम्पियाधुरा सहितको नेपालको नक्सा मन्त्री परिषदबाट कहिले पारित भएको थियो भनेपछि कहिले होला त? गेस गर्नुहोस् त। यसको सही उत्तर रहेको छ 2077 जेठको 5 गते। त्यसै गरी कालापानी, लिपुलेख र लिम्पियाधुरा सहितको नयाँ नक्सा कहिले सार्वजनिक भएको थियो? मन्त्री परिषदबाट जेठ 5 गते नै पारित भयो। यसको सार्वजनिक चाहिँ कहिले भयो त भन्ने विषयमा चाहिँ कहिले होला त? यो चाहिँ जेठको 60 गते 2 दिनपछि चाहिँ सार्वजनिक भएको थियो। त्यसै गरी नयाँ नक्सामा नेपालको क्षेत्रफल कति वृद्धि भएको हो? कतिले वृद्धि भयो त नयाँ नक्सामा भन्ने कुरामा चाहिँ कतिले होला त? अनुमान गर्नुहोस् त। सही उत्तर रहेको छ 335 वर्ग किमी। त्यसै गरी सुगौली सन्धि पूर्व नेपालको क्षेत्रफल कति रहेको थियो? सुगौली सन्धि पूर्व नेपालको क्षेत्रफल कति रहेको थियो? कति रह्यो त? गेस गर्नुभयो साथीहरू। यसको सही उत्तर रहेको छ कति? 2,04,917 वर्ग किलोमिटर। अहिले कति छ त्यो त थाहा पाइसक्नुभएको छ हजुरले। नेपालले अहिलेको क्षेत्रफल चाहिँ कमेन्ट गर्नुहोला। थाहा भएर मात्रै भएन, कमेन्ट गरेर हामीले पनि जानकारी दिनुहोला। बल्ल त प्रमाणित हुन्छ है। नेपालले विश्वको कति प्रतिशत भूभाग ओगटेको छ? नेपालले विश्वको कति प्रतिशत भूभाग ओगटेको छ? कति होला साथीहरू? कति प्रतिशत भूभाग ओगटेको छ? थाहा छ भने सोध्दै गर्नुहोस्, हामी पनि भन्नेछौँ। यसको सही उत्तर रहेको छ 0.03%। त्यसै गरी नेपालले एसियाको कति प्रतिशत भूभाग ओगटेको छ? एसिया महादेशको कति प्रतिशत भूभाग ओगटेको छ? यसको पनि सही उत्तर रहेको छ 0.03 चाहिँ विश्वको। त्यसै गरी यो चाहिँ 0.3 चाहिँ एसियाको है। त्यसै गरी नेपालले दक्षिण एसियाको कति प्रतिशत भूभाग ओगटेको छ? कति होला त? यसको सही उत्तर रहेको छ 2.82%। त्यसै गरी नेपालको कुल क्षेत्रफलको कति प्रतिशत भूभाग जमिनले ओगटेको छ? कति प्रतिशत भूभाग जमिनले ओगटेको छ? पानी बाहेक अरू भन्नाले खोला, नाला, नदी है, अरू ताल तलैयाहरू बाहेक जमिनमा चाहिँ कति प्रतिशत छ त? यसको सही उत्तर रहेको छ 92.94%। त्यसै गरी अर्को प्रश्नतर्फ लागौँ। नेपालको कुल क्षेत्रफल कति प्रतिशत भूभाग पानीले ओगटेको छ? कति प्रतिशत पानीले ओगटेको छ भन्ने विषयमा ठ्याक्कै त्यसलाई घटाइदियो त भइहाल्यो 60.06%। त्यसै गरी नेपालको औसत लम्बाइ कति रहेको छ?
कति रहेको छ यो त जान्नुपर्ने हो पक्कै पनि। यसको सही उत्तर 885 वर्ग किमी। त्यसै गरी नेपालको औसत चौडाइ कति रहेको छ? नेपालको औसत चौडाइ कति रहेको छ भन्दाखेरि कति होला त? नेपालको औसत चौडाइ कति रहेको छ भन्दाखेरि 193 वर्ग किलोमिटर। त्यसै गरी नेपालको अधिकतम चौडाइ कति रहेको छ? नेपालको अधिकतम चौडाइ कति रहेको छ भन्ने विषयमा चाहिँ 241 वर्ग किमी। नेपालको न्यूनतम हो है साथी, न्यूनतम चौडाइ कति रहेको छ? नेपालको न्यूनतम चौडाइ कति रहेको छ भन्दाखेरि 145 वर्ग किमी। त्यसै गरी अर्को प्रश्नतर्फ लागौँ। नेपाल कति डिग्री कुन अक्षांशमा पर्दछ? नेपाल कति डिग्री कुन अक्षांशमा पर्दछ भनेको यसको उत्तर हेरौँ। 26 डिग्री 22 मिनेटदेखि 30 डिग्री 27 मिनेट उत्तरी अक्षांशमा रहेको छ। कति? 26 डिग्री 22 मिनेटदेखि 30 डिग्री 27 मिनेट उत्तरी अक्षांशमा। नेपाल कति डिग्री कुन देशान्तरमा पर्दछ? नेपाल कति डिग्री कुन देशान्तरमा पर्दछ? यसको सही उत्तर रहेको छ 80 डिग्री 4 मिनेटदेखि 88 डिग्री 12 मिनेट पूर्वी देशान्तर। माथि अक्षांश, यो देशान्तर। नेपालको सबैभन्दा पूर्वी बिन्दु कहाँ रहेको छ? नेपालको सबैभन्दा पूर्वी बिन्दु कहाँ रहेको छ? कहाँ होला त सबैभन्दा पूर्वी बिन्दु? ताप्लेजुङको लेलेप भन्ने ठाउँमा रहेको छ। त्यसै गरी नेपालको सबैभन्दा पश्चिमी बिन्दु कहाँ रहेको छ? कहाँ होला? नेपालको सबैभन्दा पश्चिमी बिन्दु कहाँ रहेको छ? कञ्चनपुरको दोधारा हो यसको सही उत्तर। त्यसै गरी नेपालको सबैभन्दा दक्षिणी बिन्दु कहाँ रहेको छ? नेपालको सबैभन्दा दक्षिणी बिन्दु कहाँ रहेको छ? यसको सही उत्तर रहेको छ झापाको लोधाबारी। नेपालको सबैभन्दा उत्तरी बिन्दु कहाँ रहेको छ? नेपालको सबैभन्दा उत्तरी बिन्दु कहाँ रहेको छ? हुम्लाको चाङलाभङज्याङ चाहिँ यसको सबैभन्दा उत्तरी बिन्दु हो। यो चाहिँ 4 किल्लाको बारेमा हेऱ्यो। सबैभन्दा के रह्यो? सबैभन्दा पूर्वमा चाहिँ लेलेप ताप्लेजुङको, त्यसै गरी पश्चिममा चाहिँ दोधारा चाँडनी, दोधारा कञ्चनपुर। त्यसै गरी नेपालको सबैभन्दा दक्षिणी बिन्दु कहाँ रह्यो त? झापाको लोधाबारी। त्यसै गरी उत्तरमा चाहिँ चाङलाभङज्याङ कहाँ? हुम्लाको। त्यसै गरी नेपालको कुल अन्तर्राष्ट्रिय सिमाना चाहिँ कति रहेको छ? नेपालको कुल अन्तर्राष्ट्रिय सिमाना चाहिँ कति रहेको छ? कति होला त? गेस गर्नुहोस्। यसको सही उत्तर रहेको छ 2926 वर्ग किमी। नेपालको कुल क्षेत्रफलको भारतसँग कति सिमाना रहेको छ? कुल क्षेत्रफलको यो कति 2926 मध्ये कति प्रतिशत भारततर्फ रहेको छ भन्ने विषयमा हेरौँ। 1690 किमी। त्यसै गरी नेपालको चीनसँग कति प्रतिशत सिमाना रहेको छ? 1236 किमी। नेपालको सिमाना भारतको कतिवटा प्रान्तसँग जोडिएको छ? कतिवटा प्रान्तसँग जोडिएको छ? भारतको 5वटा प्रान्तसँग जोडिएको छ। नेपाल र भारतको दक्षिणी सिमानालाई के नामले चिनिन्छ? नेपाल र भारतको दक्षिणी सिमानालाई के नामले चिनिन्छ? यसलाई चाहिँ 10 गजा क्षेत्र भनेर चिनिन्छ। त्यसै गरी मितेरी पुलले नेपाल र चीनलाई जोड्दछ भने मितेरी भन्ज्याङले कुन देशलाई जोड्दछ भन्ने विषयमा। मितेरी पुलले चाहिँ चीन र नेपाललाई जोड्छ है। त्यसै गरी मितेरी भन्ज्याङले चाहिँ कुन देशलाई जोड्दछ भन्ने विषयमा चाहिँ कुन होला त? चीन र भियतनामलाई जोड्ने काम गर्दछ। त्यसै गरी नेपालभन्दा भारत 22 गुणा र चीन 65 गुणा ठुलो छ भने रुस चाहिँ कति गुणा ठुलो छ?
ल भन्नुस् त भारत र चीनको बारेमा त धेरै पढियो। अब यसमा चाहिँ अब रुसको बारेमा सोधिएको छ। यो चाहिँ को हो त? विश्वको सबैभन्दा ठुलो देश हो। कति रहेको छ गेस गर्नुहोस् त साथीहरू? यसको सही उत्तर रहेको छ 116 गुणा ठुलो रहेको छ। नेपालबाट बङ्गलादेश कति टाढा रहेको छ? कति टाढा रहेको छ नेपालबाट बङ्गलादेश भन्दाखेरि 27 किलोमिटर मात्र टाढा रहेको छ। त्यसै गरी अर्को प्रश्नतर्फ लागौ। नेपालबाट सबैभन्दा नजिकको राजधानी कुन देशको छ, अथवा कुन देशको राजधानी सबैभन्दा नजिक पर्छ नेपालबाट? यसको सही उत्तर थिम्पू भुटान। त्यसै गरी सामुद्रिक क्षेत्रबाट नेपाल कति टाढा रहेको छ? समुद्री क्षेत्रबाट नेपाल कति टाढा रहेको छ? यसको सही उत्तर रहेको छ, गेस गर्नुहोस् त त्यही पनि मिल्छ कि नै, 1127 किमी। क्षेत्रफलको हिसाबले नेपाल विश्वको कतिऔं ठुलो देश हो? क्षेत्रफलको हिसाबले नेपाल विश्वको कतिऔं ठुलो देश हो? कति होला त? 93 हो। त्यसै गरी जनसङ्ख्याको आधारमा चाहिँ कतिऔं ठुलो देश हो त? यो पनि गेस गर्नुहोस्। यसको सही उत्तर रहेको छ 51। नेपालको नक्सासँग मिल्दोजुल्दो नक्सा भएको जिल्ला बागलुङ हो भने देश चाहिँ कुन हो? मिल्दोजुल्दो नक्सा भएको देश चाहिँ कुन हो त? कुन होला साथीहरू? यसको सही उत्तर रहेको छ पोर्चुगल। नेपाल नामक गाउँ जापानमा रहेको छ भने गोर्खा नामक टोल कुन देशमा रहेको छ? नेपाल नामक गाउँ जापानमा रहेको छ भने गोर्खा नामक टोल कुन देशमा रहेको छ? कुन देशमा होला? सही उत्तर रहेको छ फ्रान्समा रहेको छ। जापानमा चाहिँ नेपाल नामक गाउँ छ एउटा गाउँ भने गोर्खा नामक टोल चाहिँ कहाँ रहेको छ? फ्रान्समा रहेको छ। त्यसै गरी अर्को प्रश्नतर्फ लागौ। नेपालको संविधानको कतिऔं धारामा नेपालको राजधानी काठमाडौँ रहने व्यवस्था रहेको छ? नेपालको राजधानी काठमाडौँ रहने व्यवस्था नेपालको संविधानको कतिऔं धारामा रहेको छ भन्ने चाहिँ धारा 288 मा रहेको छ। नेपालको चीनलाई मात्र छुने प्रदेशहरू कुन कुन हुन्? कुन प्रदेश नेपालको एउटा यस्तो प्रदेश छ, कुन प्रदेश हो जसले चीनलाई मात्र छुने गर्दछ? त्यो हो कर्णाली। त्यसै गरी भारतलाई मात्रै छुने चाहिँ कुन कुन हुन् त? दुईवटा छन्। तीमध्ये कुन कुन होला साथीहरू? कमेन्ट गर्नुहोस् अथवा गेस गर्दै गर्नुहोस्। यसको सही उत्तर रहेको छ मध्य प्रदेश र लुम्बिनी प्रदेश। नेपालको सबैभन्दा बढी सिमाना भएको जिल्ला कुन हो? धेरै जिल्लाहरूसँग सिमाना गाँसिएको जिल्ला चाहिँ कुन हो त? यसको सही उत्तर रहेको छ सिन्धुली। नेपालको सबैभन्दा कम सिमाना भएको जिल्ला कुन हो? कुन कुन रहेका छन् त? सबैभन्दा कम सिमाना रहेको जिल्लाहरू झापा, कञ्चनपुर र दार्चुला, जसको चाहिँ 2-2वटा मात्र सिमाना छन् भने सिन्धुलीको चाहिँ 10वटा। यो पनि अवगत गराउन चाहे। नेपालको सबैभन्दा उचाइमा जिल्ला सदरमुकाम रहेको जिल्ला चाहिँ कुन हो त? यसको सही उत्तर के होला? हुम्लाको सिमीकोट। सबैभन्दा कम उचाइमा जिल्ला सदरमुकाम भएको जिल्ला कुन हो? सबैभन्दा कम उचाइमा जिल्ला सदरमुकाम भएको चाहिँ महोत्तरीको जलेश्वर रहेको छ। त्यसै गरी अर्को प्रश्न, प्रत्येक देशान्तरमा कति मिनेटको फरक रहने गर्दछ? प्रत्येक देशान्तरमा कति मिनेटको फरक हुन्छ? यसको सही उत्तर रहेको छ 4 मिनेटको। नेपालको परमाणिक समय कुन हिमाललाई आधार मानि तयार गरिएको छ? नेपालको परमाणिक समय कुन हिमाललाई आधार मानि तयार गरिएको छ त? यसको सही उत्तर के होला त? दोलखा जिल्लामा अवस्थित गौरीशङ्कर हिमाल 86 डिग्री 15 मिनेट
डिग्री देशान्तरलाई चाहिँ यो मानिएको छ। गौरीशङ्कर हिमाल कुन हिम श्रृङ्खला अन्तर्गत पर्दछ? गौरीशङ्कर हिमाल चाहिँ कुन हिम श्रृङ्खला अन्तर्गत पर्दछ? यसको सही उत्तर के होला त? रोलालिङ हिम श्रृङ्खला अन्तर्गत पर्दछ। नेपालको समय ग्रिनविच समयभन्दा कति मिनेट छिटो रहेको छ अथवा ढिलो पनि हुन सक्दछ? यहाँ चाहिँ खुलाइदिइहाले छिटो कति मिनेट छिटो रहेको छ? 5 घण्टा 45 मिनेट छिटो रहेको छ। नेपालको परमाणिक समय कहिलेदेखि लागू भएको थियो? नेपालको परमाणिक समय कहिलेदेखि लागू गरिएको हो? यसको सही उत्तर 42 वैशाख 1 गते। साथीहरू, आजको भिडियोमा यति नै गर्न चाहे सकिएको छ र भोलिका दिनहरूमा अझ महत्त्वपूर्ण प्रश्न उत्तरहरू लिएर आउनेछु। यिनी प्रश्न भनेका कस्ता हुन् भनेदेखि लोकसेवामा त लागि त महत्त्वपूर्ण नै भइहाले र अन्य लोकसेवा तयारी नगरेर यत्तिकै बसिराख्नु अन्य क्षेत्रमा लागिराख्नु भएका साथीहरूलाई पनि यो उपयोगी हुने रहने गर्दछ। त्यसैले छुटाउनै नहुने एक शीर्षक रहेको छ अथवा विषयवस्तु रहेको छ। यो भिडियोलाई अन्तिमसम्म हेर्नुभएकोमा धेरै धेरै धन्यवादका शब्दहरू बोल्न चाहन्छु र च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरी नजिकै आएको बेल आइकनलाई पनि क्लिक गर्नुहोला ताकि हामीले निरन्तर रूपमा अपलोड गर्ने भिडियो सबैभन्दा पहिले तपाईँ कहाँ पुग्न सकोस् र आफ्नो साथीभाइहरूलाई पनि सेयर गर्नुहोला र च्यानल भिडियोलाई लाइक पनि गर्नुहोला ताकि हामीले अझै राम्रो भिडियोहरू प्रस्तुत गर्ने हौसला प्रदान होस् भन्दै आजको भिडियोबाट यही बिदा चाहन्छु। भोलिका दिनहरूमा अर्को भिडियोमा भेटौँला। हस्, धन्यवाद।